चाहिँ कुनै पनि चरित्र निर्वाह गर्दै गर्दा कलाकारको लागि चाहिँ हरेक चरित्रहरू चुनौतीपूर्ण रहन्छ। तर मेरो लागि के सहजता भने यो जारी 2 हो नि त। अनि अघिल्लो सिरिज जारी 1 मै मैले जे गर्ने प्रिपरेसन गरिसकेको अवस्था थियो। किन भन्दा म तराईको मान्छे सुरुमा त, अनि लिम्बू संस्कृति लिम्बू भाषा पनि बोलेको छु मैले अघिल्लो सिरिजमा चाहिँ, यो पटक पनि बोलेको छु अलिअलि। सुरुमा चाहिँ मलाई त्यो ठाउँको रीतिस्थिति, त्यहाँ बस्ने मान्छेको बोलीचाली र त्यहाँको अवस्थाहरू बारेमा थोरै बुझ्न र त्यो कसरी गरिन्छ, भाषा कसरी बोल्ने भन्ने कुरा चाहिँ गाइडलाइनको लागि आफै डिरेक्टर साहब उपेन्द्र सुब्बा दाई नै हुनुहुन्थ्यो, अनि अनिल भाइ थियो, अनि चन्द्रबिन्दु माम्फे दाई हुनुहुन्थ्यो। धेरैजनाले मलाई सहयोग गर्नुभएको छ। अनि त्यो भाषाको हिसाबमा, संस्कृतिको हिसाबमा, अनि मेरो चरित्र निर्वाह गरिरहँदा मेरो फेरि क्यारेक्टर कस्तो छ भने बुवा लिम्बू, आमा घिमिरे, मिक्सवाला कल्चर जानेको बुझेको पात्र हुँ म। तर आफूलाई चाहिँ म त्यही समुदायको हुँ भन्ने प्रमाणित गर्ने खालको चरित्र हो मेरो मङ्गल सिंह। त्यसको लागि चाहिँ मैले प्रिपरेसन गर्नको लागि केही कुरा डिरेक्टर साहबबाट, केही कुरा राइटिङको दाइले लेखेको कुराबाट र केही कुरा मैले अब्जर्भेसनले, यी कुराहरूले गरेर मैले त्यो चरित्र निर्माण क्यारेक्टराइजेसनको लागि काम गरेँ।